स्क्रिनमा जाने है। यसपछि के गर्ने भन्दाखेरि अब हेर्नुहोस् है, एकैछिन साइड लग्यो। अब यसलाई के गर्ने भन्दाखेरि यसलाई 360 रोटेट गर्ने है। के गर्ने 360 है, 360 रोटेट गर्दै हरेक दिशामा है। यताबाट यता पनि गर्नु। प्रोग्रामिङ चाहिँ सर स्क्रिनमा गर्नु पायो भने यही हो होइन, ल्यापटपमा एकदमै सानो देखिन्छ नि त। के देखिन्छ स्क्रिन सेयर गर्न मिल्छ। त्यो गर्नुहोस् त तपाईँ स्क्रिन सेयर। फेरि म यो गरिदिउँला, ब्याक पनि गर्नु पऱ्यो है। हो यो गर्नु मलाई देखौँ नि त। स्क्रिन सेयर गर्नुहोस् न, त्यहाँ आउँदा त्यस्तो मिल्छ है। जति तपाईँले राम्ररी गर्नुभयो होइन त्यति पोइन्ट भयो। ओके भयो है। ओके भइसकेपछि के गर्ने भन्दाखेरि यसलाई ओके गरिदियो है। अब हेर्नुहोस् यो के गर्ने ACCL क्यालिब्रेसन।